Hello everyone, welcome back to our Facebook page. तपाईलाई हाम्रो फेसबुक पेजमा स्वागत छ हो। म चाहिँ आज अलिक बिमारी छु तर पनि मैले यो भिडियो लिएर आएको छु किन भन्दा चाहिँ नि मलाई चाहिँ यो पर्दाको विषयमा चाहिँ कटनको विषयमा चाहिँ एकदमै बेसी कमेन्ट आयो नि त। कमेन्ट मतलब मेसेज चाहिँ धेरै आएको थियो अन्त एउटा मेसेज चाहिँ म यहाँ राख्दिन्छु हैन बहिनीको मेसेज। अन्त एक दुईवटा कमेन्टहरु पनि छ तर मलाई खोज्नु साह्रो पर्यो अन्त उयो पनि मेसेजहरु पनि जुन चाहिँ फर्स्टमा देखे त्यो मात्रै राख्दिन्छु हो। अन्त विशेष बहिनीले चाहिँ मलाई सोध्नु भएको थियो कसरी कहाँबाट लिनु भएको भनेर। यो चाहिँ मैले मिशोबाट चाहिँ 5 मिटर फ्याब्रिक लिएको थिएँ हैन। अनि तपाईहरुले चाहिँ फ्याब्रिक भनेर खोज्नुहोस् मिशोमा अन्त आइहाल्छ हो। अन्त यो चाहिँ मैले 5 मिटर लिएको थिएँ अन्त यो जुन चाहिँ छ नि यो चाहिँ मैले 2 मिटर लिएको थिएँ। 2 मिटर हैन यो पनि सायद 3 मिटर कति लिएको थियो होला। अन्त यो दुईटा चाहिँ मैले मिलाएर चाहिँ आफै बनाएको अन्त यसरी सिलाएको छु हो। अन्त यसरी मज्जाले काट्नु चाहिँ मेरो बुढोले काटिदिएको अन्त यो चाहिँ मैले सिलाएको। म काट्नु चाहिँ मलाई आउँदैन क्या, म बाङगटेर मात्रै काट्छु। अन्त यो चाहिँ मैले आफै सिलाएको, यो पनि मैले आफै सिलाएको। हुन त म जान्दिनँ सिलाउनु हो, जस्तो पाए त्यस्तै सिलाएको छु हो। अन्त एकदमै बेसी मलाई चाहिँ सोध्नु भएर चाहिँ नि मैले चाहिँ यो भनिदिएको तपाईलाई हो। अन्त सबैलाई थ्याङ्क यू, तपाईले यो धेरै मन पराइदिनु भयो हो। हुन त अब यो सस्तो दामको फ्याब्रिक हो, त्यस्तो वाउ फ्याब्रिक चाहिँ छैन। फ्याब्रिक चाहिँ जस्ट ओके छ। अन्त तपाईले अब अरू राम्रो फ्याब्रिक पनि लिनु सक्नुहुन्छ हैन, तर फ्याब्रिक चाहिँ ओके छ। यसमा अरू कलर पनि थुप्रो कलर छ तर येल्लोले चाहिँ मैले उज्यालो देख्छ भने चाहिँ येल्लो मगाएको। अन्त यो पनि मैले मगाएर आफै गरेको, तपाईहरु टेलरलाई पनि दिन सक्नुहुन्छ हो। सो यो भिडियो कस्तो लाग्यो होला, अन्त जसको लागि बनाइदिएको हैन, अन्त जतिजनाले पनि सोध्नु हुँदैछ उनीहरुको लागि पनि बनाइदिएको हो। अन्त म कपडा हेर्नु न, आधी चाहिँ मैले यसको 5 मिटरमा आधी चाहिँ टेबल क्लोथमा टेबलमा ओछ्याउँछु नि त। अन्त यत्रो चाहिँ छ अझै यहाँ यत्रो पर्दा भएर यत्रो भित्रै हालेको छु। सो तपाईलाई थाहा भयो होला हो। अन्त तपाईलाई अब यो भिडियो मन पर्यो कि मन परेन, यो मेरो आइडिया मन पर्यो कि मन परेन कमेन्ट गरेर बताइदिनुहोस् होला ल। अन्त मलाई चाहिँ एकदमै बेसी सर्दी ज्वरो घाँटी दुख्नु भइरहेको छ, त्यही भएर चाहिँ न्यू भिडियोहरू आएको छैन हो। अन्त फ्यान बन्द गरिरहेको छु कि गरम भयो, यो भिडियो बनाउनको लागि फ्यान बन्द गरेको कि कस्तो गरम भयो। सो बाई बाई।